हिजो मात्रै सम्पन्न लिग 2 अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्ड विरुद्ध अविश्वसनीय र रोमाञ्चक जित दर्ता गरेको छ। यो खेल नेपाली क्रिकेट इतिहासकै एकदमै स्मरणीय खेल बनेको छ। टस जितेर पहिले बोलिङ रोजेको नेपाललाई स्कटल्यान्डले ठूलो लक्ष्य दिएको थियो, 297 रनको। पावर प्लेमा स्कटल्यान्डले 63 रनमा 1 विकेट गुमायो। नेपालले पावर प्लेमा 1-2 विकेट निकाल्नु पर्ने थियो, तर त्यो सम्भव भएन। 40 ओभरसम्म स्कटल्यान्डले 220 रन बनाइसकेको थियो र नेपालले मात्र 4 विकेट लिएको थियो। चार्ली टियरले उत्कृष्ट प्रदर्शन गरेका थिए, 72 बलमा 80 रन। फिनले म्याक्रेथले पनि 67 बलमा 55 रन बनाए। यसरी स्कटल्यान्डले 297 को विशाल लक्ष्य खडा गर्यो। अब कुरा गरौँ बोलिङ पर्फर्मेन्सको। नेपालका लागि रिजन ढकालले 2 विकेट, करण केसी 2 विकेट, सोमपाल कामी 2 विकेट र सन्दीप लामेछानेले 1 विकेट लिएका थिए। रिजन र सोमपालको इकोनोमी महँगो देखियो। यस्तो अवस्थामा पनि रिजनलाई बोलिङ दिनु कप्तान रोहितको कमजोरी लाग्छ मलाई। अनि दिपेन्द्र सिंह ऐरीलाई मौका दिएको भए राम्रो हुने थियो कि? तपाईको विचार के छ यसमा? कमेन्ट गर्नुहोला। नेपालले दोस्रो इनिङमा शानदार सुरुवात गर्यो। बिना कुनै विकेट पावर प्लेमै 64 रन बनाएको थियो। कुशल भुर्तेल र आसिफ शेखबीच राम्रो साझेदारी बनेको थियो। त्यसपछि भने लगत्तै आसिफ शेख 33 बलमा 20 रन बनाएर आउट भएका थिए। त्यसको केही छिनमै कुशल भुर्तेल पनि 44 बलमा 53 रन बनाएर आउट भए। त्यसपछि आए भीम सार्की। भीम सार्कीले आफ्नो राम्रो फर्म कायम राख्दै 48 बलमा 40 रन बनाएका थिए। त्यसपछि रोहितले 37, आरिफले 7 रन र दिपेन्द्र सिंह ऐरी भने फेरि पनि निराशाजनक प्रदर्शन गरे, 23 बलमा 8 रन। बोलिङ नगर्ने, ब्याटिङमा पनि फ्लप। उनी किन टिममा छन् भन्ने कुरा कोच र कप्तानलाई मात्रै थाहा होला, किनभने उनको ओडिआईमा त्यति राम्रो पर्फर्मेन्स देखिँदैन। नेपाल सङ्कटमा परेको बेला आए गुलसन झा। उनी आएर 30 बलमा 42 रनको विस्फोटक इनिङ खेले। तर असली नायक भनेको करण केसी, 41 बलमै 65 रनको चमत्कारिक इनिङ खेले, जसले सबैको ध्यान तान्यो, जस्तो कि हामी कुनै एक्सन फिल्म हेर्दैथ्यौँ। त्यसैले सबैले भन्नै पर्छ, थ्याङ्क यू करण केसी। कमेन्ट गर्न नबिर्सिनु। खेल अन्तिमसम्म पुगेको थियो। त्यसबेला स्कटल्यान्डका बलरले लास्ट बलमा वाइड दिएर गेमलाई नेपालको हातमा सुम्पिदिए र नेपालले यो खेल 1 विकेटले जित्यो। बने करण केसी प्लेयर अफ द म्याच, 2 विकेट 65 रनको साथमा एकदमै शानदार प्रदर्शन। यो जितमा तपाईँलाई को नायक जस्तो लाग्छ? मलाई त गुलसन झा र करण केसी नै हो, तर केही खेलाडीहरूको प्रदर्शन पनि फेरि उस्तै कमजोर रह्यो। कप्तान रोहितको बोलिङ रोटेसन र क्याल्कुलेसन अझै सुधार्न पर्ने देखिन्छ। अबको खेल नेपाल भर्सेस नेदरल्यान्ड रहेको छ। आशा गरौँ टिमले अझ राम्रो प्रदर्शन गर्नेछ।